यस्तो रमाइलो बाटोमा आज रमाउँदै मेरो डेस्टिनेसन चाहिँ बिजोरी हो। यो खै कुन रोड हुँदै मानपुर रोड अनि भित्रभित्र हेमन्तपुर रोड आदि इत्यादि हुँदै म चाहिँ बिजोरी जाँदैछु। ओके बाई। म चाहिँ बाटोले जता दिन्छ त्यतै जाँदैछु। हेर बिजोरी पुग्छु कि नै, पुगिहाल्छु होला। नेट पनि चल्ला थिएन, अहिले त नेट पनि काम गरिसक्यो। आइ एम इन राइट डिरेक्सन। अनि यो एउटा स्ट्रेट रोड पार गरेर अर्को राइट टर्न लिएर त्यहाँदेखि फेरि एउटा स्ट्रेट रोड पार गरेपछि चाहिँ म ठ्याक्कै बिजोरी पुग्छु। यता भाइ पनि आइसक्यो। यहाँ पुग्दासम्म चाहिँ मैले बाटो चिनिसकेँ म कता छु भनेर। यहाँ चाहिँ हामी बिजोरी हुँदाखेरि यहाँ तलतिर घुम्न निस्किन्थ्यौँ। रुम खोज्न पनि आएको थियो यहाँ अगाडि घरमा एकचोटि, सायद होइन यहाँ कोही बस्छन् भनेको थिएँ। म चाहिँ त्यो अलि अगाडि छ, यतातिर छ त्यो घर। र यो बाटो भनेको अलिक नोन नै हो मेरो लागि, त्यस्तो गाह्रो चाहिँ पर्दैन। चिनेको जस्तो पनि छ, चिनेको जस्तो पनि छैन। कुनै घर हेर्दाखेरि चिने जस्तो लाग्छ, कुनै हेर्दाखेरि चिनै छैन जस्तो लाग्छ। मेबी रोड चाहिँ नोन होला। यति तल चाहिँ हामी आएको थिएनौँ होला होइन। कुकुर पनि यहाँ डर लागिसक्यो मलाई। म ट्याक्क नोन ठाउँमा पुग्यो भने चाहिँ म यताबाट ल ओ सेट होइन यहाँ हामी कहिले आएको थिएनौँ। ओके बाई।